ल ल ल ल रा सर ल ओम त सब त हराइदिनु पर्छ ओम रो त सम्बरो त साडी नाम मेरो बुढी भूत लाग्यो यहाँ अगाडि बस्नै हुन्न कि भिडियो हाल्दिम ल राइट सर अब के भन्न चाहनुहुन्छ हजुरले क्याटाले ढुक्कले टुपी लगाएर भने जस्तै मलाई एउटा कुरो के लाग्छ भने गाह्रो छ सुटिङमा त आइयो गुन्द्रुक भात खाइयो मासु खाइयो तपाईलाई त लुगै चाहिदैन साच्चै हो यो एउटा कुरो भन्छु मलाई पछाडी फर्किँदैछु नि गुन्द्रुक भात मन पर्दैन थियो तिमीले खानु पर्यो राम राम तपाईँ बेरमा गर्नु न किन पट्टेका राखे भने म भोलि बस्छु एक सानो पनि भित्र ए नगर्नु नमस्ते नगर्नु भनेको घरि यस्तो चाहिँ कसरी हुन्छ छोरा मान्छे मरद मरद पहिला उहाँ जङ्गलमा बस्नु भएको थियो अरे जङ्गलमा बस्दाखेरि सब भुत्लै भुलाएको छ कि जङ्गलमा त्यो गुफामा बस्नु भएको अनि जङ्गलमा बस्ने मान्छे यस्तै हुन्छ नि त पछिल्लो समयमा तपाईँ गुफाबाट पछिल्लो समयमा त्यति राम्रो त्यति सुन्दर गुफा छोडेर नेपाल आउनुको कारण थियो मतलब सहरतिर छिर्नुको कारण थियो बाउ एउटा बिहे गरिदियौ न कहिले गर्छौ हजुर तिमी जस्तो एउटा बिहे गर्दै के सिद्धारी पारे सहर छिर्न थाले के रे जङ्गल छिर्न थाले त्यही भएर म त के भरे तिमी जस्तो मान्छे जङ्गल छिर्न थाल्यो नि म जङ्गलमै छिर्ला रानी बलुको जङ्गल यहाँ एक च्याचले ढुक्कल बाजे त खतरा अनि रानी बलुको जङ्गल मलाई माया गर्ने भनेको मेरो एउटा दाइ कहाँ गयो भनेको यहाँ छ बाउ अहिले यसो गर्नुहुन्छ कुन दिन मेरो लुगा फुलिसिन पर्यो नि तपाईँलाई थाहा पाउनु एउटा लाउनु पर्ने हो त्यो मन्जन सम्झिन्छ त्यो दिन दुई तिनवटा मन्जन चाहिन्छ छुट्टै सम्झिन्छ एक दिन बाउ पुरै खुलाउनु पर्छ तिमीले मलाई बिहे नगरिदिएको थियौ बिहे गरेर ल्याइदियो आफै गुन्द्रुकलाई पकाउनु पर्दैन रे कति किन्नु भयो पुगिसक्यो नभए 1 घण्टाकै भइसक्यो होला त्यो अरु के भन्नुहुन्छ जमगराएर मेरो भात खाउँछ नि ल्याउ हेर लौ उहाँको भात के हो यो आहाल दे हो टोपी टोपी कता तपाईँ के खाने ल रासरको भिडियो लानी पुरुष छैन भनेर अब मेरो घरमा दादमानी पुरुष 6 साल रहेछ मान्छे यहाँ कपाल त नबानी यहाँ नोएर आएछ हो नि रासन मेकअप म्यान त हो नि काले भइसक्यो कम ल्याएर छ मैले फुल नै बिर्सेको तपाईँ एक्लै बाहिर भएर खाना ल्याइदिउँ अब त भोलि आइतबारबाट त 7 त्यो मलाई ठिक्क हुन्छ ठिक्क हुन्छ नि ओभर भएको यो बेली थुरथुर चेपिरहेको छु कस्तो भएको म तपाईँलाई सोध्नै बिर्से सरले साट्नु होला है फेरि केदार सर आउनु पर्यो तपाईँ मेन सुट हेर बिस्तार तिमी चर्चिस कतिवटा सर्ट मुभी आयो मेरो यो सँग देऊ बच्चा मान्छे धेरै यताउति चले त म बच्चा हो मसँगै छ अब बहिनी भनेर बच्चै सम्झ्या हो अब दिदी हुँदो रहेछ म त के भन्दिनँ म त बोल्दै हुन्न नबोल तिहार आउँदैछ तिहार त आउँदैछ नि बहिनी पनि छँदैछ तिहारमा आउँदैछ लगन त आएन नि लगन आएपछि कुरो गरौँला नि लगन त आइरहेछ नि तिहार आउने कार्तिकमा लगन आउने असारमा बसेर भइसक्यो आफूले नपाएको होइन आफूले बिहे गर्ने बेला चाहिँ नभएको 19 वर्षमा बिहे गऱ्यो भने लड पुरुष सुन्दा पनि अब यहाँ भन्नु आएन नि बोल्नु भएको छ के हो लगन कति आउँछ कति जान्छ लगन भनेको आउँछ नि जान्छ हामी त अर्काको बिहे हेर्न जाने हो मेरो चक्लेटहरू यहाँ छ है कसैले उठाएर ट्याप्प खाइदिने चाहिँ होइन आमाले ल्याएको पुरुषले नभ्याएको आमा अलिक गर्न खानु गाउँ त डुल्नै पर्यो नि जवान भएपछि गाउँ त डुल्नै पर्यो नि जवान भएपछि नाइ नाइ म त सक्दिनँ अर्का मोबाइलमा दिदी तपाईँ यहाँ मलाई हेर्नु दिदी तपाईँ मलाई हेर्नु नाइ नाइ म त सक्दिनँ अहिले अर्का मोबाइल कसरी फोन चार्ज लाउने नाइ नाइ म त
सक्दिनँ अर्को मोबाइल मैले कसरी चार्ज लाउने इच्छा गर्नु इच्छा गर्नु इच्छा गर्नु पुण्य काम गर्यो भने चाहिँ घरले काम गरायो भने पुण्य त्यो खालको रियाक्सन चाहियो नहीं नहीं म त सक्दिनँ अर्को मोबाइल चार्ज ए अलि नै 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 यस्तो यस्तो नै म त सक्दिनँ अर्को रियाक्सन मेरो मोबाइलमा चार्ज लगाइदिए सबैले हुन्छ दुईजना आज यो कोठाभित्र किन लुकेर दाउडे दाउडाबाट ठाउँ हेरेर फेरि बाल्टी छ ड्रम छ के बनाएर खाने हो यहाँ साइलीको भट्टी हो तुम्बाहरू चाहिन्छ भने अर्डर गर्नु होला डाँडामा टेका राखेको छौँ अनि कुनै बेला चाहिँ रक्सी पारेर यसो बेचिन्छ अनि यतातिर कुखुराहरू पनि छ भालेको सुकुटी तारेर भाले चट्ट काट्ने टुक्रा टुक्रा पिस बनाएर तारेर अनि एउटा हातले त्यो दाम झरे होला होइन त्यही भएर दाम झरे त्यसरी लुच्दो रहेछ तपाईँ पनि आउनु होला बेला यही काम गर्न यहाँ बस्नु भएको लुक्यो गजब छ कामै छैन हाम्रो छैन छैन नि ए रक्सी पार्ने मात्र हो रक्सी पार्ने साइलीको भट्टीमा पुर्याउने आउनु भयो भने व्यवस्था गर्छौँ त्यही हो अरू त नयाँ नौलो खासै छैन बारीमा यसो मन्टाहरू छन् अलिअलि लान्छौँ बेच्छौँ त्यही हो अरू त केही छैन होइन त साइली हो त नि जनता जान्न चाहन्छ नि एउटा भिडियो खिचौ उपद्रो नगर है केटाकेटी कलाकारको सुते तिमी त तराई मेरो बाबा भनौँ न नुनु गर सम्म छ कतै भुला छैन त चाहिने बोल्ने राज लिएर वा भिडियो बना बोकेले फेरि नाउ त बोके बोके जान्न गाडी नचला भने फिल्म नचला भने मान्दैन मेरोबाट पनि भिडियो बनाउनु त हैन यस्तो जोरदार एकचोटि चल अनि म भन्छु अनि ल्याउ रोलिङ एक्सन कस्तो रिस उठेको मोबाइल राखेर बसेको चाहिँ गएको 10 च्याटले ढुक्कले टुबेलार मोबाइल लगाएर भन्छस् तपाईँ नमस्ते बा तपाईँले गर्दा यो बच्छु मलाई कम गाह्रो परेछ यो मोबाइल लगाएर त्यो मोबाइल सबले मलाई खोजेछ ढाडो भाँची यसको भाँचीले सर हान्दे कट गर्दा खिच्यो खिच्दै गर्दा